यो तपाईहरु कस्तो हुनुहुन्छ सन्चै हुनुहुन्छ आज नाइटको आज हामी बनाउँछौं बारबेक्यू तपाईलाई देखाउँछु कसरी बनिन्छ सबै देखाउँछु एडिट म छु तपाईलाई देखाउँदै गर्छु भिडियो हेर्दै गर्नुस् मेरो भिडियो आजको डिनर तपाईको हामीले गर्छु प्रिपरेसन गर्दैछु हेर्नुस् भिडियो यो चाहिँ बोको सुँगुरको मासु अब हामीले मिजा रेडी गर्दैछु हाम्रो एडु मेरो छ्यामाले उहिलेको उयो बनाउनु भन्छ बारबेक्यू बनाउने अरे हो अन्त म पनि हल्का सहयोग गरिदिन्छु म सघाइदिन्छु बनाउनुमा छ्यामाले सानो सेलिब्रेसन दिएको अरे दादा र मलाई तपाईलाई देखाउँछु बारबेक्यू कसरी बनाउनु के गर्नुपर्ने के हाल्नुपर्ने मेरिनेसनमा तपाईलाई देखाउँछु मेरो भिडियो डिनरको लागि हाम्रो प्रिपरेसन हुँदैछ मेरो भिडियो हेर्दै गर्नुहोस् हो नाइटको अरू भिडियोहरू पुरा जाडो छ हाइनेक लगाइरहेको छु मैले आजको लागि यति नै छ तपाईलाई देखाउँछु अरू भिडियो हेर्नु देखाउँदै गर्छु यो चाहिँ अदुवा लसुनको पेस्ट अलरेडी भइसकेको छ यो हातलाई पनि फलो गर्नु चिकन हो हाम्रो दुईटा आइटम बनिँदैछ यहाँ चिकन छ बोन छ सुँगुर तपाईँलाई देखाउँछु अरू भिडियो हेर्दै गर्नु भिडियो अब हामीले यहाँ अदुवा लसुनको पेस्ट हाल्यौँ छ्यामाले मजाले छ्यामाले मेरिनेसन गरेर पेस्ट हाल्यौँ हामीलाई मजाले मेरिनेसन गर्नुपर्छ अरू रेसिपी पनि जान्छ अरू पनि हाल्नुपर्छ यसमा एड गर्नुपर्छ भिनेगर सिनेगर सल्टहरू थुप्रो छ हाल्नुपर्ने मेरो छ्यामाले हाल्नु हुँदैछ बेसी हाल्नु तिखा बेसी हाल्नु पिरो हुन्छ बेसी स्वाद अनुसार नुन अब हामी स्वाद अनुसार यो जान्छ भिनेगर भिनेगर बेसी हाल्नु होइन भिनेगर बेसी खानु भिनेगर बेसी खानु निम्बु स्वाद अनुसार निम्बु निम्बु जान्छ यसमा मिक्स गर्नु लागि भाडा सोया सस हाल्यो यो हामी सोया ससै हाल्नु बिर्सेछु अहिले यसमा जान्छ सोया सस ठिकै हिजो आएको फ्याक्ट्रीबाट भाइ सोया सस हाल्नुपर्छ स्वाद अनुसार बेसी हाल्नु हुन्छ बेसी गरिसकेँ यसलाई अब 10-15 मिनट मजाले छोडिदिनुपर्छ लगाएर त्यहाँदेखि त्यो बाद चाहिँ हेर्नुपर्छ सलादको लागि यो भयो फेरि बोइल भइसक्यो मेरिनेसन गर्नुपर्छ भर्खर मेरिनेसन गरेर आएको अब बेलुका बनाउँछु तपाईँलाई देखाउँछु म चाहिँ मेरिनेसन गर्नु छोडिदिइरहेछु
बेलुका बनाउँछु, तपाईँलाई देखाउँछु बेलुका मैले। पाठा जस्ती जन्मेको यसको नाम के हो चाहिँ? पुट्टे। यसको नाम चाहिँ पुट्टे अरे। अर्ग्यानिक बस्तीको हाम्रो यो सब स्टार्ट गर्दैछु हामी बारबेक्यू बनाउनु लागि। हाम्रो काकाले आगो मजाले बाल्नु भएको छ। अब हामी स्टार्ट गर्दैछु, तपाईँलाई देखाउँदै गर्छु। काकाले कस्तो मिहिनेत गरेछ मेरो प्यारो काकाले। कोइला अब दामी निकाल्छ काकाले। त्यहाँदेखि म देखाउँछु तपाईँले कसरी बनाउनु पर्छ। देखाउँदै गर्छु, भिडियो हेर्दै गर्नुहोस् मेरो भिडियो। फाइनली रेडी भयो। अब हामी होइन म बोल्नु आँटेको। यो हो चिकन, दामी मेरिनेसन भएछ। यो दामी भएछ चिकनको। यो हो सुँगुर, दामी भएछ मजाको। अब चाहिँ पोल्नु आँटेको, हेर्दै होस्, तपाईँलाई देखाउँछु अब म। फाइनली हाम्रो हुँदैछ चिकन। यो हो चिकन। यहाँ छ्यामा चाहिँ मेरो यहाँ हेल्पर पक्रिरहेको छ, अरूलाई चाहिँ हेर्ने। चिकन हुँदैछ, हेर्दै गर्नु, तपाईँलाई अब देखाउँदै गर्छु। मजाले मिक्स हुन्छ त, छ्यामा खाएको आज मजाले सुँगुर, चिकन आधी खाइसकेको, सबै एटीले खाएको। हाम्रो सलाद हो यो चाहिँ। हाम्रो काकाले बनाउनु भएको ड्रेसिङ चाहिँ हाम्रो ब्ल्याक पेपर एन्ड चाट मसला। हाम्रो काका काक्ने चाहिँ सानो किचन चाहिँ टिक्कै परेर किचन हो हाम्रो यो। सुँगुरको टन मलाई छेमा चाहिँ पुग्ने। हाम्रो सुँगुर हुँदैछ मजाले। अब हुनु आँट्यो। अब सुँगुरको टर्न हो, सबैजना लाइन लागेर बसिरहेको। सुँगुर पनि पाक्छ खान्छ नि, हेर्नुहोस् नि। हामी युट्युब लाइनमै छ। आजको लागि भिडियो यति नै छ हो। अब हामी खानुपर्छ। खाएको त नै हेर्नु होला। भिडियो यति नै छ। नेक्स्ट भिडियोमा भोलि नयाँ भिडियो लिएर आउँछु। आजको लागि यति नै छ। आजको लागि भिडियो यति नै छ। अब अर्को भिडियो लिएर आउँदैछु भोलि पर्सितिर। बाई गर्नु सबैजनाले। बाई गर्नु। आजको लागि यति नै छ। बाई।